कुरा नाफा र घाटाको, प्रसङ्ग सम्भावना र चुनौतीको, विचार आर्थिक समृद्धिको कार्यक्रम अर्थ संवाद। नमस्कार, म अर्जुन गेवाली। कार्यक्रम अर्थ संवादमा तपाईलाई हार्दिक स्वागत छ। यति बेला हामीलाई बुटोला एफएम 94.4 मेगाहर्ज काठमाडौँमा, नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मेगाहर्ज, त्यस्तै रेडियो सुनवल, रेडियो परासी, रेडियो सैना मैना, रेडियो आवाज, रेडियो दुर्कोट, रेडियो बुद्ध आवाज, दौतरी एफएम, रेडियो बागेश्वरी, रेडियो दाउन्ने, माण्डवी एफएम, रेडियो तुलसीपुर, रेडियो मालरानी, रेडियो हाइवे लगायत देशभरका विभिन्न एफएम रेडियो स्टेसनहरू, ती रेडियोभरका इन्टरनेट माध्यम, फेसबुक पेज, अर्थ संवादको युट्युब र हाम्रो पात्रो एप्सबाट सुनिरहनु भएको छ। कार्यक्रम अर्थ संवादमा रहेर हामी हाम्रो समाज, देश र विश्वमा भइरहेका विभिन्न आर्थिक सरकारसँग सम्बन्धित विषयवस्तुमाथि छलफल, विचार विमर्श एवं विश्लेषण गर्ने गर्दछौँ। श्रोतावृन्द, नेपालको अर्थतन्त्र अहिले पुनरुत्थानको चरणमा रहेको दाबी गरिएको छ। तर पनि उद्योग, व्यापार, लगानी, रोजगारी, उत्पादन र उपभोगका क्षेत्रमा अझै पनि धेरै नै चुनौतीहरू देखिएका छन्। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को बजेट ल्याइसकेको छ। त्यस्तै नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीति 2083-84 पनि ल्याइसकेको छ, सार्वजनिक गरिसकेको छ। र यी खास गरेर दुईटा वित्तीय नीति, बजेट नीति र मौद्रिक नीतिको बारेमा एक किसिमको छलफल पनि भइरहेको छ र यी नीतिहरूले नी क्षेत्रका अपेक्षाहरूलाई कति प्राथमिकता गरेको छ भन्ने प्रश्नहरू, बहसहरू पनि चलिरहेका छन्। यिनै समसामयिक विषयमा अर्थ संवादको लागि आज हामीसँग प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय अध्यक्ष खिम नारायण पराजुली। यहाँलाई स्वागत छ। धन्यवाद। सबभन्दा पहिला यो नी क्षेत्र, खास गरेर नेपालको अर्थतन्त्रको लागि पनि झन्डै 80% यसले एउटा योगदान गरेको छ भनेर भनिन्छ। अब यो सरकारले बजेट ल्याइसक्यो, नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीति पनि ल्याइसकेको छ र सरकार बनेको पनि झन्डै 100 दिन क्रस भइसकेको छ। अब यो नी क्षेत्रको एउटा बलियो संस्था नेपालभरि जुन छ, नेपाल उद्योग व्यापार महासङ्घको केन्द्रीय तपाईँ नवनियुक्त अध्यक्ष पनि हुनुहुन्छ, हुन त महासचिवको रूपमा पहिला पनि काम गरिरहनु भएको थियो। अब यो नी क्षेत्रले नेपाली अर्थतन्त्रलाई कसरी हेरिरहेको छ, नेपाली अर्थतन्त्र कता गइरहेको छ, नेपाली अर्थतन्त्रको आत्मविश्वास कहाँ छ, आज यहाँबाट सुरु गरौँ। यहाँलाई पहिला धन्यवाद छ। म निर्वाचित भए बित्तिकै पनि यहाँसँग अन्तर्वार्ता दिन आएको थिएँ र आजको हिसाबले जुन हिसाबले उत्साह जुन यो सरकार बन्दाखेरि र अर्थमन्त्रीको हिसाबले, विशिष्टताको हिसाबले, विज्ञका हिसाबले जुन हिसाबले उद्योगिक व्यवसायीले कल्पना गरेका थियौँ र यहाँ नेपालीहरूले कल्पना गर्नुभएको थियो र जुन एउटा उत्साह थियो, त्यो उत्साहमा अलिकति ब्रेक लागे जस्तो निजी क्षेत्रको तर्फबाट मैले मान्दछु। खास गरेर अहिलेको यो सरकारले 21 खर्ब 24 अर्ब 34 करोडको जुन बजेट सार्वजनिक गर्यो, यसमा पूर्णतया यो नेपालको अहिलेको अर्थतन्त्रले धान्न सक्ने बजेट चाहिँ होइन। नेपालको ठ्याक्कै अहिले भन्न पर्दा 16-17 खर्बभन्दा माथिको बजेट सबै ऋणमा वाचन गर्नुपर्ने र परनिर्भरता अर्थतन्त्रमा आधारित बजेट हो भन्न सकिन्छ। किनभने यसमा 6 खर्ब जति ऋण प्लस नखोजेसम्म अहिलेको अर्थतन्त्रलाई एउटा चाहिँ पूर्णता दिन सकिँदैन। र भर्खरै असार मसान्त सकिएको छ, जेने तेन 12 खर्ब जति हाम्रो चाहिँ चालु खर्चको लागि थेग्ने मात्रै नेपालको अर्थतन्त्र देखिन्छ। पछिल्लो डाटा यद्यपि आउन बाँकी छ। अस्ति एकै दिन करिब 30 देखि 40 खर्ब कति अरब उठ्यो भन्ने थियो। र अब यसमा अहिलेको हिसाबले अब यो 1 वर्षभित्रमा 5-6 खर्ब ऋण प्लस हुने त स्वाभाविकै भयो। अहिले जति छ त्यसमा प्लस हुने त स्वाभाविकै भयो। र अब भनौँ न, यो इन्टरनल र एक्सटर्नल ऋण गरेर 6 खर्ब थपिने भनेको फेरि पनि यो ठुलो एमाउन्ट। अहिले यति धेरै वर्षमा बल्ल 25, 26, 27 खर्ब मात्रै ऋण लागेकोमा एकै वर्षमा फेरि 16 खर्ब ऋण थपिने भनेको यसै पनि अर्थतन्त्र कमजोर हुँदै गएको त होइन भन्ने छ। र अहिलेको हिसाबले हेर्दाखेरि अहिले जुन हिसाबले बजेट आयो, जुन हिसाबले उद्योगिक व्यवसाय उत्साहित
हुन खोजे जस्तो सुरुमा हामी पनि एउटा चाहिँ केही न केही गर्छ कि जस्तो एउटा चाहिँ उत्साहित भएका थियौँ। बिस्तारै बिस्तारै जति अध्ययन गर्दै गयो त्यति समस्या, जति अध्ययन गर्दै गयो त्यति समस्या, र लगानीको वातावरण पनि बन्न सकेको छैन। यद्यपि नेपाल राष्ट्र ब्याङ्कले अहिले भर्खरै जारी गरेको मौद्रिक नीति अनुसार विदेशबाट एफडिआई ल्याउनको लागि अलिकति सहजीकरण गर्न खोजेको अहिलेको नयाँ गभर्नर विश्वनाथ पौडेलजीले अलिकति महसुस गराउनु भएको छ। यद्यपि व्यवसायीहरूलाई अलिकति हलुका महसुस गराउन खोजिएको छ, तर यस हिसाबले गएको अर्थतन्त्रलाई नेपालले धान्न सक्ने अथवा एउटा चाहिँ नयाँ युगको सुरु भयो अर्थतन्त्रको बारेमा भन्ने एउटा प्रचार गरिरहेको छ, त्यस्तो मेरो विचारमा छैन। खिमनारायण पराजुलीज्यू, नेपाल सरकार जुन 2/3 एउटा बहुमत सहितको झन्डै 2/3 बहुमतको बालेन नेतृत्वको सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसभन्दा अगाडिका जति पनि विकृति विसङ्गतिहरू छन् त्यसलाई लयमा ल्याउन टाइम लाग्छ नै। यो 5 वर्षको हाम्रो यो जनताको म्यान्डेट हो, तर पहिलो वर्षमा पहिलो चरणमा हामीले यो अर्थतन्त्र कता जाने भन्ने एउटा बाटो तय गरेका छौँ। यो अर्थतन्त्र सुधारमूलक अगाडि बढिरहेको छ भनेर दाबी गरेको पनि हामी पाइरहेका छौँ। त्यस्तो केही पनि गर्नुभएको छैन कि अथवा केही प्रयासहरू भएका छन्? अब यो खास गरेर मैले हजुरलाई क्लियर भन्दाखेरि किसानको हकमा के गर्यो सरकारले भन्नुहुन्छ भने 2 करोडभन्दा तल लगानी गर्ने किसानलाई केही पनि छैन। जसले 2 करोडभन्दा लगानी बढी गर्छ त्यसलाई मात्रै 60, 70, 80% समय अनुदान दिने भन्ने छ भनेको साना किसानलाई केही पनि छैन। अर्को 40% कति छ। अनि एउटा चाहिँ तपाईँको फेरि किसानलाई अब त्यतातिर साना किसानले केही पनि पाएनन् र अनुदानको पनि पैसा घटाइएको छ। अब भनेपछि उद्योगिक व्यवसायको तर्फबाट भन्नुहुन्छ भने ठुला व्यवसायी जसले धेरै आर्जन गर्थे 39%, 40% भन्दा बढी आम्दानी गर्ने, जसले चाहिँ कर तिर्थ्यो र 50 लाखभन्दा बढी आम्दानी गर्थ्यो, उहाँहरूको लागि मात्रै अहिले 29% इन्कम ट्याक्समा ल्याइएको छ। र सानो व्यवसायीको हकमा 10 लाखसम्म आम्दानी गर्नेले 1% टिडिएस तिरे मात्रै हुन्छ भन्ने एउटा चाहिँ एउटा आउँदाखेरि अलिकति हँसिलो हिसाबले आयो। तर यो चाहिँ अहिलेको महँगीको हिसाबले, अहिलेको युगको हिसाबले जो चाहिँ 8-10 वर्षभन्दा पहिल्यै 5-6 लाख 7 लाखमा अड्केको जुन एउटा चाहिँ एमाउन्ट छ त्यसलाई 10 लाखमा पुर्याउँदा बित्तिकै सबै कुरा सुध्रियो भन्ने पनि होइन। र यसमा उद्योगिक व्यवसायीले लगानी मैत्री वातावरण बनाएको छैन पनि किन भन्न सकिन्छ भने अहिले यो डिजिटलाइजेसनको नाममा हरेक ठाउँमा झन्झट थपिएको जस्तो हामी महसुस गरेका छौँ। र अहिले अब करका कुराहरू अनि अरू इन्कम ट्याक्सका कुराहरू, दायराका कुराहरू भन्दा पनि अहिले धेरैजसो भन्सार बढाउने, जस्तै तपाईँको अन्तशुल्क घटाउने, अरू 5% घटाउने, 7% बढाउने, 7% घटाउने, 10% बढाउने। केमा त्यस्तो भएको छ? अब यो जस्तै अन्तशुल्कको नाममा 365 आइटममा अन्तशुल्क घटाइयो भनिएको छ, तर त्यो घटाएकोमा भन्सार 7% थप गरेको छ, 5% घटाएर भने कुनै धेरैमा घटाएको छैन, झन् बढाएको पनि छ। नाम परिवर्तन भयो। नाम परिवर्तन र अहिलेको बजेटको भाषा फरक छ, शैली फरक छ, काम त्यो वा त्योभन्दा अझै पश्चगामी जस्तो पनि कुनै ठाउँमा देखिन्छ। त्यसकारण अब सुरुवात हुन्छ कि भन्ने आशा नजागेको होइन, तर यो जुन अध्ययन गर्दै जाँदा बजेट जुन हिसाबले आयो त्यसलाई बिचमा सुधारियो भन्ने पनि छ, फेरि चलखेल भयो भन्ने पनि छ आर्थिक नीतिको सन्दर्भमा। अब यो चाहिँ बजेट चाहिँ जुन हिसाबले पढियो, बजेट पढ्दा म पनि सिंहदरबारभित्रै थिएँ। अब त्यसमा चाहिँ बाहिर मिडियाकर्मीहरू प्रतिक्रिया लिनको लागि बस्नुभएको थियो। मैले यो राम्ररी अध्ययन नगरिकन अहिले प्रतिक्रिया दिन्न भनेर म 4 दिन पछाडि मात्रै म बोलेको थिएँ। यसो बुझ्दै जाँदा काफलका बुटामा चढेर जुन काफल पाकेको देखिन्छ, काफलका बुटामा चढिसकेपछि एउटा पनि काफल टिप्न सकिँदैन, त्यस्तै खालको महसुस खास गरेर मजुला तथा सानो व्यवसायी। तर प्रारम्भमा बजेटको प्रतिक्रिया दिँदाखेरि निजी क्षेत्रले अलि उत्साह पर्दो नै हामीले दिएको पाएका थियौँ। निजी क्षेत्र खास गरी 3वटा संस्था CNI, चेम्बर अफ कमर्स र FNCCI-ले पोजिटिभ भनौँ न एकदमै उत्कृष्ट भयो, राम्रो भयो, हामीलाई एकदम राम्रो छ भन्नुभएको थियो। तर हाम्रो संस्थाले चाहिँ त्यस्तो चाहिँ प्रतिक्रिया दिएको थिएन। यसलाई चाहिँ अध्ययन गर्नुपर्छ। मलाई लाग्छ यो अलिकति भाषा फरक, शैली फरक, उस्तै खाले हो। र केही धेरै जसो व्यापारीलाई त, सानो व्यवसायी र मध्यमलाई त अलिकति अप्ठ्यारो पोजिसन आउँदैछ भन्ने खालको नै म्यासेज हामी दिइरहेका थियौँ। तर पनि सरकारले उद्योग उत्पादनलाई, व्यापारलाई हामीले प्राथमिकतामा राखेरै काम गरेका छौँ। जस्तो यहाँले छुटका कुरा गर्नुभयो, अन्य सन्दर्भमा पनि कतिपय रुग्ण उद्योगहरूलाई पनि सञ्चालन गर्ने
निजी क्षेत्रसँग सम्बन्धित अरू कुराहरूलाई पनि हामीले यो निजी क्षेत्र मैत्रिनी गरेका छौँ भन्ने दाबी पनि छ। एउटा त सरासर के भयो भने औद्योगिक क्षेत्रमा 13% भ्याट लागिरहेछ विद्युतमा। अब यहाँलाई जानकारी नै छ, 1 गतेदेखि यो सुरु भयो र उपभोक्तामा 50 युनिटभन्दा बढी जसले प्रयोग गर्छ त्यसको लागि 5% छ। अब सर्वसाधारण कुरा गर्ने भने स्कुल अनि हस्पिटलमा 3% कर हिजोदेखि नै हामी बोक्न बाध्य भएका छौँ। अब स्टार होटलहरूमा अब लिक्विड खास गरेर ड्रिङ्क्सहरूको चाहिँ थप कर लाग्ने भएको छ। यस्तै थुप्रै कुराहरू यो चाहिँ कसरी आएका छन् भन्नुहुन्छ भने अनि औद्योगिक क्षेत्रको भाडाको कुरा पहिलेदेखिको चाहिँ एउटा चाहिँ थाती रहेको कुरा र भाडामा चाहिँ घटाउने कुरा र त्यो समायोजन गर्नुपर्छ भन्ने कुरा जुन हिसाबले अगाडि बढेको थियो, पुरानो भाडा नतिर्नेले औद्योगिक क्षेत्रका उद्योगहरू बन्द गर्नुपर्छ भन्ने खालको प्रोपोगन्डा पनि आयो र यो अहिले कस्तो छ भने एनी हाउ पैसा कलेक्सन गराऊ भन्ने खालको हिसाबले अहिलेको गभर्मेन्ट लागेको छ, किनभने उसले वाचन गरेको जुन बजेटको टार्गेट मिट गर्ने अवस्था छैन र अहिले अब व्यापारीलाई सहजीकरण भन्दा पनि व्यापारीलाई कोस्ने खालको कोस्नतिर उद्धव छ सरकार भन्दाखेरि फरक पर्दैन मेरो विचारमा। तर सरकारले उठाउने कर पनि यो नेपाल राज्यलाई जनतालाई पूर्वाधारमा जहाँ विकासलाई अगाडि बढाउने भनेर भनिएको छ त्यसमै प्रयोग गर्ने हो, त्यसको लागि त कर त उठाउनै पर्छ भन्ने एउटा तर्क पनि देखिन्छ। कर उठाउनु उचित होइन? कर एकदमै उठाउनुपर्छ, कर एकदम पारदर्शिता हुनुपर्छ। करको हिसाब किताब कस्तो हुन्छ भन्नुहुन्छ भने कहाँ कर उठाएको पैसा कहाँ कति खर्च भयो, त्यो के काममा गइरहेको छ र कर तिर्नलाई उत्साहित कसरी बनाउनुपर्छ र कर तिर्नलाई उत्साहित व्यवसाय बनाउनको लागि राज्यले कुन खालको भूमिका खेल्नुपर्ने हो त्यो खालको भूमिका खेलेको लाग्दैन। र मलाई चाहिँ कस्तो लाग्छ भने अब कर उठाउनु नराम्रो हुँदै होइन, पटक्कै नराम्रो होइन, करले नै धान्यो देश, तर पनि कर उठाउनको लागि मनोबल जुन उच्च हुनुपर्ने हो त्यो खालको उच्च मनोबलका साथ कर तिर्ने उत्साह व्यवसायमा छैन, व्यापारमा छैन, लगानीको वातावरण बनाएको छैन। आज तपाईँलाई थाहा छ, हजुर ब्याङ्कर्स पनि हुनुहुन्छ, 5% ऋण लिएर ब्याज तिर्न सकिन्छ भन्ने हिम्मत व्यवसायीसँग भेटाउनुहुन्न। यो अहिलेसम्मकै इतिहासमा व्यवसायमा छाएको एउटा निराश हो भन्नलाई कति पनि पछुताउनु। यो चाहिँ यो अहिलेको सरकारले बनायो कि यसभन्दा पूर्व सरकारहरूका पालादेखि यसभन्दा अगाडिका अर्थमन्त्रीहरू रामेश्वर खनाल हुनुहुन्थ्यो, त्यसभन्दा अगाडि विष्णु पौडेल हुनुहुन्थ्यो, त्यसभन्दा अगाडि वर्षमान पुन लगायतका अर्थमन्त्रीहरू थुप्रै हुनुहुन्थ्यो, प्रकाश शरण महत, यो उहाँहरूले दिएको एउटा विरासत हो कि आजको दिनमा यो किसिमको समस्या सिर्जना भएको? ब्याज चाहिँ भनौँ न 8-9 सम्म हुँदा राम्रो बिजनेस थियो अब पहिला, अनि त्यसपछि कोभिड पछाडि अब यो आजभन्दा 2 वर्ष 3 वर्ष अगाडि हजुरलाई थाहा नै छ 15, 16, 14, 15 सम्म ब्याज पुग्यो र रामेश्वर हुँदाखेरि उद्योगी व्यवसायीलाई राम्रो एउटा निर्णय के गर्नुभएको थियो भने फुल अडिटलाई स्थगित गर्नुभएको थियो। फुल अडिट चाहिँ पारदर्शी हिसाब राखिसकेपछि फुल अडिट गर्न उपयुक्त छैन, अहिलेलाई स्थगित गरौँ, पछि स्थायी रूपमा यो चाहिँ हटाउनुपर्छ भन्ने खालको रामेश्वर जी हुँदाखेरि अर्थमन्त्री हुँदाखेरि हामी निजी क्षेत्रका छाता संस्थासँग कुरा भएको थियो र त्यसै अनुसार उहाँले गर्नुभएको थियो। अहिलेको सरकार पुरा खोजी फुल अडिटको पक्षमा छ। यो कतिपय सन्दर्भमा खास गरेर उद्योगी व्यवसायहरूलाई पक्रने थुन्ने पनि भइरहेको छ, यसमा निजी क्षेत्रले एक किसिमको आपत्तिको विषय पनि बनाएको छ। फेरि पछिल्लो समयमा सुरु सरकार गठन हुँदा त्यो कुराहरू देखिएको थियो र पछिल्लो समयमा अब कतिपय जोडेका प्रसङ्गहरू त आएका छन्, अहिले फेरि त्यसरी भएको पनि देखिन्न। यसलाई चाहिँ कसरी हेरिरहेको छ निजी क्षेत्रले? यो चाहिँ कस्तो छ भने यो कस्तो हुने रहेछ भने के गर्यो त भन्ने देखाउनलाई पनि केही न केही गरे जस्तो त्यो चाहिँ तरिका भएन। ठिक छ, उद्योगी व्यवसायीहरूले गल्ती गरेका छन् भने उद्योगी व्यवसायीलाई छानबिन गर्ने, दायरामा ल्याउने, कहाँ गल्ती गरेका छ त्यसलाई दायरामा ल्याउने, कारबाही गर्ने। ठिक छ, कसैलाई उद्योगी व्यवसायीले लयो भन्दैमा थुन्यो भन्दैमा हामी तुरुन्तै प्रतिक्रिया दिइहाल्दैनौँ। अरू सङ्घ संस्थाले जस्तो विज्ञप्ति निकाल्ने त्यसलाई बिना शर्त छोड भन्न हामी भन्दैनौँ। दोषी छ भने त्यसलाई कारबाही अगाडि बढ्नुपर्छ, भ्रष्टाचार गरिरहेको छ भने कारबाही गर्नुपर्छ। नेपाल उद्योग व्यापार महासङ्घ यसमा एकदम अडिग छ र यो माग गर्दछ र अवैध सम्पत्ति आर्जन गर्ने पक्षमा उद्योग व्यवसायी महासङ्घ छैन, नेपाल उद्योग व्यापार महासङ्घ छैन। र कस्तो भने यो धरपकड पनि एउटा चाहिँ अब भनौँ न हेरेर, पार्टी हेरेर, व्यवसायी हेरेर त्यो गर्ने होइन, गर्नुपर्नेलाई नगर्ने, नगर्नुपर्नेलाई गर्ने गरेछ कि जस्तो पनि देखिने र कोही लगेकालाई पनि कुनै प्रमाण नभेटिएर छोडिदिने खालका कुराहरू अहिले
देखिएका छन्। यद्यपि केहीमा अलिकति शङ्कास्पद भएकाहरू अहिले भित्रै हुनुहुन्छ र उहाँको पनि छानबिन चलिरहेको छ, अहिले त्यो बारेमा नबोलौँ। तर राज्य एउटा चाहिँ अहिले शैक्षिक परामर्शमा राज्य आतङ्क नै सिर्जना गरे जस्तो हिसाबले करिब तपाईँको 80-90वटा चाहिँ तपाईँको 100वटा जति चाहिँ कन्सल्टेन्सीमा छापा मारेर 80-90 जनालाई मुद्दा चलाएको अवस्था छ भन्ने छ। अहिले शैक्षिक परामर्शका साथीहरू पुरै आन्दोलित हुनुहुन्छ। 25 लाख धरोटी राख्ने विभिन्न मापदण्डको नाममा शैक्षिक परामर्श लगभग अब बन्द हुने अवस्थामा पुगेका। तर व्यवस्थित त गर्नु पर्यो नि होइन? एउटा व्यवस्थामा रहेर नीति अनुसार एउटा कानुन अनुसार यो राज्यको नियम मान्ने मनाउने र कानुन अनुसार कानुनी राज्य त स्थापना गर्नुपर्छ भनेर सरकारले दाबी गरिरहेको छ। त्यसै अनुसार हाम्रा काम कारबाही अगाडि बढेका हुन् भनेको छ। कतिपय ठाउँमा नीतिले झन्झट गरेको छ भने झन् 18-20वटा ऐनहरू पनि खारेज गर्यो। त्यो यसमा प्रशंसा पनि आएको थियो। कतिपय कुरा हामी होमवर्क गर्दैछौँ भन्ने सन्दर्भमा पनि छ। यसमै विरोधै गर्नुपर्ने कारण के छ अथवा सुधार गर्नुपर्ने कुराहरू के हो? यो चाहिँ कस्तो हुन्छ भने जस्तै शैक्षिक परामर्शको कुरा गर्ने हो भने पहिला दर्ता गर्ने, अनि जस्तै कर्सर मेसिनहरू दर्ता गरियो, त्यसपछि बन्द गरियो। दर्तै गर्नु हुँदैन। कुन मापदण्ड सुरुमै त्यो चाहिँ राख्नु पर्यो र दर्ता गर्नु भएन। दर्ता गरिसकेपछि राज्यले चाहिँ त्यसलाई चाहिँ सहजीकरण गर्नुपर्छ व्यवसाय सञ्चालनको लागि भन्ने मात्रै हो। अब यो कुनै कानुनमा अवैध रूपमा सञ्चालन भएका हरेक किसिमका बिजनेसमा निगरानी राख्ने र हटाउने खारेज गर्ने कुरालाई त हामी सपोर्टै गर्छौँ। तर वैध रूपमा चल्ने यो कुरामा राम्रो गर्नुभयो भन्ने कुरा पनि यथार्थ विश्लेषण गर्दाखेरि कतिपय यहाँ कमजोरी भयो भन्ने कुरा त भयो। सँगसँगै यो कुरा पनि राम्रो भएको छ भन्ने सन्दर्भमा आउँदाखेरि यसले सही तरिकाले विश्लेषण गरे भन्ने आम रूपमा आम जनतालाई आम व्यवसायलाई पनि हुनसक्छ भन्ने कुरा। बर्डरको अहिले चाहिँ जुन एउटा चाहिँ बर्डरमा अहिले अलिकति कडाइ छ। अब भनौँ न 1500, 700, 300-400 भन्दा बढीको सामान ल्याउन दिँदैन भन्ने कुरा छ। बिना भन्सारको नेपालमा माल भित्राउनु पर्छ भन्ने पक्षमा हामी छैनौँ। बर्डर टाइट हुनु राम्रो छ, एकदम राम्रो कुरा हो। यो चाहिँ जुन चाहिँ हुन त यो पहिलेकै सरकारले गरेका निर्णय हुन्, कार्यान्वयन अहिलेको सरकारले गरेको हो। अहिले एमआरपीको विषय छ। उपभोक्तालाई भनौँ न उपभोक्ता संरक्षण हित का लागि जुन एउटा चाहिँ एमआरपी नभएका सामानहरू भन्सार साउन 1 गतेदेखि भन्सार भित्राउन नदिने। एमआरपी पनि धेरै गिजुलियो भनेर भन्छन्। खास एमआरपीको समस्या के हो? एमआरपी तपाईँ कस्तो छ भने एउटा राम्रो एक्सर्साइज चाहिँ सरकारले गरे होइन। निजी क्षेत्रसँग 3-4 पटक बसाइ चाहिँ भयो। हामी एउटा चाहिँ जुन हिसाबले सुझाव दिएका थियौँ त्यो हिसाबले अगाडि चाहिँ सरकार अलिकति हतार गर्यो भन्ने छ। तर एमआरपीले उद्योगिक व्यवसायीलाई अप्ठ्यारो पर्ने चाहिँ होइन। खास गरेर एमआरपी भन्ने कुरा कस्तो हो भने 50% मार्जिन राखेर एमआरपी राख्न पाइन्छ भनेर राज्यले घोषणा गरेको छ। जुन चाहिँ अहिलेको हिसाबले 5-10% पनि मार्जिन राख्नलाई गाह्रो छ भने 50% प्लस गरेर एमआरपी राखेर यसले चाहिँ एउटा उथलपुथल ल्याउँछ भन्ने केही पनि होइन। र एउटा चाहिँ यसलाई पनि व्यवस्थित गर्न सकिएन भने 50% मार्जिन राखेको वस्तु 45% डिस्काउन्ट भएर एउटा उपभोक्ताले पाउने भयो भने अर्कोले 50% प्लस गरेर किन्नु पर्यो भने त उपभोक्ता ठग्यो नि त। यो पनि समस्याको समाधान त होइन। तर एमआरपीमा अब त्यसको खास मूल्य कति हो भन्ने कुरा विभिन्न देशबाट हामीले आयात गर्नुपर्ने हुन्छ। आयात गर्दाखेरि त्यसको मूल्य त्यही नै हो भनेर यकिन गर्ने त्यस्तो किसिमको बृहत्तर मेकानिजम पनि छैन। यसको खास सोल्युसन भनेको एउटा इमान्दारिता हो। इमान्दारिता सरकारको हुने हो कि व्यवसायको हुने हो कि रिटेलरको हुने हो कि उपभोक्ताको हुने हो कि यो कहाँनिर कसको इमान्दारिता अलिक बढी आवश्यक छ त्यहाँ? यो हजुरले एकदमै प्रश्न चाहिँ समय सान्दर्भिक उठाउनु भयो। यो चाहिँ कस्तो छ भने बाहिर कता कता खुसी हुनुपर्ने अनि यताउता यसो बुझ्दै जाँदाखेरि यो केही पनि होइन। 50% मार्जिनमा आजको बिजनेस मलाई लाग्छ छैन कहीँ पनि। जस्तो कस्तो हुनुपर्छ भने जस्तै बुटबलमा भनौँ न एउटा 10 रुपियाँ एमआरपी लेखेको वस्तु बुटबलमा 8 रुपियाँमा पाउनु अथवा 9 रुपियाँमा पाइन्छ भने जुम्ला हुम्ला लाँदा त्यसलाई 10 रुपियाँभन्दा बढी लिन पाइँदैन भन्ने यसरी सोझा हिसाबले बुझ्दा यसरी बुझ्न सकिन्छ। र अब कहाँ कति छुटमा लिने त अब भनौँ न जस्तै नेपाल लिभरले उत्पादन गरेका चिजहरू 10% भन्दा बढी मार्जिन नराखिकन एमआरपी राख्छ उसले होइन। त्यसलाई पनि छुट 50% सम्मको छ। तर उसको चाहिँ के छ भने एउटा साबनको एमआरपी 35 रुपियाँ छ भने होलसेलमा किन्नुभयो भने 33, 33.5 नत्र रिटेलमा 35 भन्दा बढी लिँदैनन्, कसैले पनि लिन पाइँदैन। त्यसमा चाहिँ एउटा के भयो त एकरूपता भयो। नेपालमा उत्पादन भएका वस्तुहरूमा एमआरपी राख्दाखेरि राज्यले एउटा मापदण्ड बनाउने र त्यसअनुसार राखियो भने यसले उपभोक्तालाई यो नेपालभित्रको सन्दर्भमा त ल कतिपय कुरा कार्यान्वयन गर्न सजिलो पनि होला। बाहिरबाट जुन आयात गर्ने वस्तुहरू छन् त्यसमा कसरी यो कुरालाई यकिन अथवा इमान्दारितापूर्वक साँच्चै सरकारले पनि कर पाउने, यो व्यवसायहरू पनि चाहिँ
राम्रो एउटा एक हिसाबले काम गरे अनुसार लगानी अनुसार मुनाफा कमाउने र उपभोक्ताले पनि सही मूल्यमा पाउने अवस्थाको सृजना कसरी गर्न सकिन्छ, खास गरेर बाहिरबाट ल्याउने सामानहरूमा? यो असाध्यै समय सान्दर्भिक र असाध्यै गिजलिएको असाध्यै अप्ठ्यारो प्रश्न यही हो। जस्तै नेपालमा भन्सार दर 5, 10, 15, 20 गरी 35%, 40%सम्म भन्सार छ। 50% मात्रै एमआरपी प्लस गरेर ल्याएको भन्सारमा 35-40% तिर्ने र 10%सम्म ट्रान्सपोर्टेसनको हिसाबले लगाउँदाखेरि लगभग 50% के भयो त भन्दा भन्सारमै सकियो पैसा। अब के हामी राज्यलाई के भनिरहेका छौँ भने घरमा भन्सार तिरेर ट्रान्सपोर्टेसन जोडेर हाम्रो पसलमा आइपुग्दा त्यसको मूल्य जति कायम हुन्छ त्यसमा केही कति पर्सेन्ट मार्जिन जोडेर डिस्ट्रिब्युटरले, सब डिस्ट्रिब्युटरले, होलसेलरले र रिटेलरसँग पुग्दाखेरि कति मार्जिन हुन्छ त्यो प्लस गरेर मात्रै एमआरपी लगायो भने यो चाहिँ अलिकति सजिलो हुन्छ। र बाहिरै त्यसमा पेट्रोलियम पदार्थको पनि एक किसिमको मूल्य एकरूपता हेर्दाखेरि नेपालभरि नै एक हिसाबले डिस्ट्रिब्युसन हामीले खासै मूल्यमा खासै फरक पाउनु, त्यो किसिमको व्यवस्था गर्न चाहिँ खास समस्या कहाँ छ? जस्तो तपाईँले भने जस्तै त्यो सबै विन विन सिचुएसनमा काम गर्नको लागि जसरी पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापन गरिएको छ नि, त्यसमा गर्न कहाँ अडचन छ अथवा कतिपय कुराहरू पहुँच डाटाको कुराहरू होला, के गर्न पर्छ होला त्यहाँ? यो चाहिँ असाध्यै यो पनि रमाइलो प्रश्न गर्नुभयो। तर पेट्रोलियम अर्थतन्त्र नि रमाइलो छ यो चाहिँ कस्तो छ भने हजुरलाई थाहा छ नि, यो पेट्रोलियम पदार्थमा कहिले 60% मार्जिन राखेको छ भनिरहेको छ, कहिले 40% मार्जिन राखेको छ भनेको छ। गभर्मेन्टले रोड ट्याक्स के ट्याक्स के जोडेर एउटा नेपाल आयल निगमले अनि मूल्य निर्धारण गर्छ, त्यो चाहिँ ठुलो मार्जिन छ त्यहाँ। र उसले चाहिँ राज्य भएको तेलको कच्चा पदार्थको 60% छ, 40% चाहिँ अन्य करहरू हजुर कर लगाएर बल्ल यहाँ मूल्य निर्धारण गर्छ भनेको। उसले यहाँसम्म ल्याउँदाखेरि राज्यले आफैले उठाउँछ र यहाँ ल्याएपछि त्यति धेरै नाफा खाएर एउटा मूल्य तोक्छ र उसको किलोमिटरको हिसाबले उसले चाहिँ 1 रुपियाँ 2 रुपियाँ अब लिटरको हिसाब किलोमिटर कति छ र 1 लिटरमा कति चाहिँ धुवानी लाग्छ भन्ने हिसाबले सुर्खेतको पेट्रोलको मूल्य, पेट्रोलियम पदार्थको मूल्य र बुटवलको अथवा कोहलपुरको एकनास छैन, किनभने त्यहाँ जाने जुन ट्रान्सपोर्टेसन छ नजिकको बर्डरबाट त्यहाँ पुग्दाखेरि लाग्ने यसरी चाहिँ जोडिएको छ। यसमा ठुलो मार्जिन भएको भएर यो सम्भव छ राज्यले गरे भएर। एउटा व्यवसायीले आफ्नो निजी सम्पत्ति लगाएर बाहिरबाट मगाउँदा र भन्सारमा विविधता, यो वर्ष एउटा दर छ, अर्को वर्ष अर्को छ, थायित्व केही पनि यसको रिसोल्युसन के हुन्छ यसको उपाय समाधान चाहिँ के हुन सक्छ? सबैभन्दा राज्य निजी क्षेत्रले अहिले सुझाव दिँदाखेरि आफ्नो घरमा विदेशी सामानहरू आफ्नो घरमा आइपुग्दा भन्सार भाडा सबै कटाएर घरमा आइपुग्दा त्यसको कस्टिङ निकालेर राज्यलाई बुझाउने र इमान्दार हुनु पर्यो। इमान्दारी त सबैभन्दा ठुलो कुरा हो। र त्यस पछाडि एमआरपी राख्ने र अनि डिस्ट्रिब्युटरसम्म अनि उपभोक्तासम्म लाँदाखेरि सबैभन्दा पारदर्शी, सबैभन्दा ठुलो कुरो इमान्दारिता र सबैभन्दा ठुलो चाहिँ पारदर्शी त्यसरी हुनसक्छ। अहिले चाहिँ 50% मार्जिन राखेर एमआरपी राख्ने अनि 30, 35, 40% भन्सारमा बुझाउनेले यसले चाहिँ समस्या निम्ताउने बाहेक अरू केही पनि हुँदैन। खिमनारायण पराजुलीज्यू, अब यो पछिल्लो किसिमको जुन किसिमको परिस्थिति बन्यो, एक हिसाबले नयाँ सरकार बजेटहरू मौद्रिक नीतिसँग पनि आएको हिसाबले अर्को सन्दर्भबाट एउटा कामहरू अगाडि बढिरहेको छ। यसको आधार भनेको भदौ जुन 23 र 24 गते नेपालमा जुन विद्रोह भयो, युवा विद्रोह भयो, त्यसको आधारमा यो किसिमको परिवर्तन यहाँसम्म आएको छ। अब खास गरेर युवाहरूको आकाङ्क्षा, सुशासन, भ्रष्टाचार विरोधी, त्यसमा बढी आवाजहरू उठाएको हामी देख्छौँ र अहिले संयुक्त रूपमा वैदेशिक युवाहरूले पनि नेपालमा आफ्नो अवसर सम्भावना हुनुपर्छ, देख्नुपर्छ भन्ने सन्दर्भ पनि उनीहरूले जोडेका थिए। तर आजको दिनमा आइरहँदाखेरि ती युवाहरूका मागहरू, युवाहरूका आवाजहरू, युवाहरूको परिस्थितिहरूलाई कतिको सम्बोधन गरिएको छ? अब यसो हेर्दाखेरि आजको दिनमा पनि अहिले पनि एयरपोर्टहरूमा विदेश जानेको लड्कै नै हामीले देख्छौँ। यो समग्रमा सरकारको नीति, बजेट, मौद्रिक नीति जेएनजी विद्रोहलाई अथवा विद्रोहसँग सम्बन्धित युवाहरूका आवाजहरूलाई कतिको सम्बोधन गरेको पाउनु भएको छ? हो, एकदमै उद्देश्य त्यही नै थियो। जेएनजी आन्दोलन भदौ 23 को उद्देश्य त्यो थियो भने 24 मा आइपुग्दा त्यसले चाहिँ ठुलो अर्कैतिर गयो। भनौँ न 23 को जेएनजी आन्दोलनलाई सबभन्दा पहिला नेपाली उद्योग व्यापार महासङ्घले समर्थन गरेर विज्ञप्ति निकालेको हो 23 गतेको आन्दोलनलाई भने 24 गतेको चाहिँ हामी घोर भर्सना गरेर विज्ञप्ति निकाल्नु पर्यो। किनभने
24 गतेको 2 बजे पछाडिका सबै गतिविधिहरू अराजक होइन, तोडफोड, आगजनी, त्यो अर्कैको हातमा पुगिसक्यो, त्यो आन्दोलन अर्कैले लिइसक्यो भन्ने छ, हाइजेक भयो भन्ने हाम्रो बुझाइ छ र उद्योग व्यवसायी निरुत्साहित। 24 गतेको आन्दोलनबाट 23 गतेको आन्दोलनबाट उद्योग व्यवसायी निराश थिएनौँ, हामी पक्षमै वक्तव्य पनि निकाल्यौँ, तर 24 गतेको 2 बजे पछाडिको जुन एउटा चाहिँ आन्दोलन भनेर भनियो त्यस पछाडि हाम्रो मनोबल गिरेको अहिलेसम्म उच्च हुन सकेको छैन र पक्कै पनि त्यो माग एउटा चाहिँ भ्रष्टाचार विरोधी स्थिति नबसालेका कारणले विगतका सरकारहरूले चाहिँ अलिकति राम्रो काम नगरेका कारणले आन्दोलन भयो। तर त्यस पश्चात जुन हिसाबको त्यो अहिले हेर्दाखेरि के छ भने त्यो आन्दोलन गर्ने जेनजी समूहको ठुलो एउटा चाहिँ हिस्सा बाहिर छ अहिलेको सरकारको विरोधमा। कहिले माइती घरमा भेट्छौँ, कहिले सुकुम्बासीमा कुटाई दिने जेनजी आन्दोलनमा अहम भूमिका खेलेकाहरूको कुटाईमा हस्पिटलमा छन् भन्ने बुझ्छौँ, कहिले माइती घरमा आन्दोलन गरेका छौँ। हाम्रो माग यो थिएन भन्दा ठुलो हिस्सा अहिले राज्यभन्दा बाहिर र राज्यको आलोचना, अहिलेको सरकारको आलोचना गरेका छन् र पक्कै पनि त्यो आन्दोलनको मर्मअनुसार अहिलेको सरकार अगाडि बढेको छैन। हजुरलाई थाहा छ 100 दिनभन्दा पहिला विदेशी सङ्ख्या सरकारको नियत अगाडि बढ्नको लागि नियतमा कही समस्या छ या चाहिँ त्यो परिस्थिति अझै बनेको छैन या रिजल्ट देखाउने अझै समय भएको छैन? धेरै कुराहरू सार्वजनिक भइसकेका छन्। जुन हिसाबले आन्दोलन अगाडि बढ्यो, जुन हिसाबले सरकार अगाडि जानुपर्ने हो त्यो हिसाबले गएको छैन। यो कहाँबाट कसरी प्रभावित भएको छ भन्ने विषयमा कुरा उठिरहेका छन्। अब यसमा म उद्योग व्यवसायको हिसाबले त्यतातिर नलागौँ, तर मैले पनि जुन हिसाबले सोचेको थिएँ त्यतातिर चाहिँ। तर हामी गर्दैछौँ, चुर्कीको भरमा कसरी हुन्छ र भन्ने आवाज पनि सरकार पक्षबाट सुन्छौँ हामी सुनेकै हो नि। 100 दिन पछाडि विदेश जाने लगभग स्टप नै हुन्छ भनौँ न। युवाहरू बाहिरबाट आउनेको लर्को हुन्छ भनेर भाषण त हामी चुनावमा सुनेकै हो नि। तर पनि आज 100 दिन पुरा हुँदाखेरि पनि एकजना पनि कमी छैन। पहिलाको डाटा हेर्नुहोस्, आजको डाटा हेर्नुहोस्, विदेशी चाहिँ सङ्ख्या झन् बढ्छ। किनभने यो विभिन्न नाममा अहिले झन् अप्ठ्यारो पोजिसन सिर्जना भएको छ सर। भन्दाखेरि यसभन्दा विगतका परिवर्तनहरू, विगतका सरकारहरू जसरी अगाडि बढ्थे नेपालको अर्थतन्त्रको सन्दर्भमा, नेपालको विकासको सन्दर्भमा, अहिलेको सरकार चाहिँ नयाँ परिस्थितिमा बने पनि काम चाहिँ पुरानै शैलीबाट छ भनेर यहाँले अलिकति दाबी गर्न खोज्नुभएको हो। त्यही नै हो नि। जस्तै स्वकीय सचिवहरू अनि चाहिँ हटाउने भनेर चाहिँ तपाईँको भनौँ न 253-54 जना कति छ त्यो सङ्ख्या। अनि त्यो पहिला हटायो सबै, अनि अहिले फेरि हिजो अस्तिबाट फेरि राख्न पाउने भनेको छ होइन। पहिला हटाइहाल्ने अनि पछि फेरि त्योभन्दा बढी सङ्ख्यामा भनौँ न राख्न पाउने बनाउने अब आदि इत्यादि। यसो हेर्दाखेरि कुनै पनि पुरानो बाहेक नयाँ यो लिएर आयो, हटाए जस्तो देखायो, फेरि थप्यो। मलाई त लाग्दैन पुरानोले भन्दा राम्रो गर्दैछन् भन्ने होइन। पुरानोले दिएका सुविधा सेवा सुविधा पनि उद्योग व्यवसायहरू केही कटौती भइसक्यो। यी सबै सन्दर्भबाट हाम्रो जुन संवाद भइरहेको छ अहिले, खेमनारायण पराजुलीज्यू, अब नेपाल सरकारले जुन आर्थिक वृद्धि झन् 7% जति आर्थिक वृद्धि गर्ने भनेको छ, इन्फ्लेसनको कुरा, मुद्रास्फीतिको कुराहरू पनि गरेको छ, अन्य वैदेशिक सहयोगको कुराहरू आउनको लागि पनि उसले कसरी जाने भनेर किसिमको बजेटमा सार्वजनिक गरेको पनि छ भन्दाखेरि यो प्राप्ति हुने सम्भावनामा शङ्का छ? कुनै पनि हालतमा अहिलेको अर्थतन्त्र 6 खर्ब माथि ऋण खोजेर चलाउने छ। भनौँ न राष्ट्रिय ऋणबाट करिब 4 र बाहिरबाट करिब 2 खर्ब जुन ल्याउने कुरा छ, मलाई लाग्छ यो सम्भव छैन। र हाम्रा अब भनौँ न विकास निर्माणका कामहरू मिनिमाइज गर्दै जानुपर्ने त अवस्था सिर्जना हुन्छ नै। किनभने बजेट त 21 खर्बको हो नि हजुर। अब अनि बजेटको एउटा आय अथवा बजेट जस्तो आम्दानी र जुन खर्चको सन्दर्भमा यसको आम्दानीको स्रोत, खास गरेर स्रोतको कुराहरू यहाँ गर्नुभयो, त्यो महत्त्वपूर्ण हो कि आजको दिनमा बजेट जस्तो हिजो मात्र एउटा रिपोर्ट आएको थियो कि पुँजीगत खर्चमा झन्डै 50% पनि खर्च भएन भन्ने सन्दर्भ आएको थियो। मेन चाहिँ बजेट कार्यान्वयन गर्नेको एउटा मेकानिजम तयार गर्नु जरुरी हो अहिले। हजुरले भन्नुभएको एकदम हो। बजेट पढेर मात्रै पनि हुँदैन, कति खर्च गर्न सकियो भन्ने कुरा पनि हो। अब अहिलेको नेपालको सन्दर्भमा विभिन्न किसिमका कानुनहरूको गत सालको बजेट पनि वर्षमान ल्याउनु भयो, विष्णु पौडेल आउनुभयो, त्यसपछि रामेश्वर कनालसम्म आउनुभयो त्यहाँ होइन। तर बजेट कार्यान्वयनको सन्दर्भमा खास गरेर पुँजीगत खर्चमा झन्डै यदि 50% को सेरोफेरो हिजोको आँकडामा त्यो आएको छ असार मसानसम्मको सन्दर्भ हेर्दाखेरि। यो घोषणा भन्दा पनि यसको कार्यान्वयनमा अलिकति सरकार स्टेबल नहुनु, यो सरकार चाहिँ स्थिर नहुनु भन्ने जस्ता प्रसङ्गहरू, कतिपय नीतिगत कुराहरू पनि त्यो आएको थियो। अब अहिले एकदम बलियो सरकार छ, स्टेबल सरकार छ,
एकदमै अगाडि बढ्न खोजिरहेछ, जाँगर चलाइरहेछ भन्दाखेरि सम्भव छ भन्ने तर्कहरू पनि देख्छौँ हामी। त्यो देखिँदैन। त्यो भनौँ न एउटा सम्भावना गऱ्यो भने सम्भावना छ भन्ने कुरा हो। तर यो भनौँ न कतिपय कानुनी अडचनहरू पनि छन् यो बजेट खर्च गर्ने कुरामा। कतिपय यसलाई पनि सजिलो गराउनुपर्छ र सुरुदेखि नै होइन, यो असार लागेपछि मात्रै खर्च गर्ने परिपाटी जुन बसेको छ नि, 20-22% पनि थिएन, असार लागेपछि यत्रो धेरै खर्च भइसकेको छ। यो एउटा चाहिँ साउनदेखि नै डे 1देखि नै तपाईँको चाहिँ बजेटलाई खर्च गर्ने तारतम्य मिलाउँदै जबसम्म सरकार अगाडि बढ्दैन, यो चाहिँ सरकार यो चाहिँ जेठदेखि जुन एउटा बजेट खर्च गर्ने एउटा चाहिँ परम्परा छ, प्रत्येक महिना नै हिसाब किताब गरेर हामी अगाडि बढ्छौँ, हामी खर्च गर्छौँ भन्ने टाइपबाट उहाँहरू जानुभएको छ। त्यसमा 3 महिनामा त रिपोर्ट निकाल्ने भनेर भन्नुभएको छ। त्यो आशा गर्ने ठाउँ छैन। त्यो मलाई अहिलेको हिसाबले उहाँहरूको जुन एउटा तौर तरिकाले त्यो सम्भव छैन। ती 3 महिनामा कति खर्च गर्ने पहिला चाहिँ क्यालकुलेसन गरेर ती 3 महिना बाँडेर खर्च गर्ने हो भने र आउने असार मसान्तमा मात्रै पनि त्यही जति प्रतिशत त्यो महिनामा गर्नुपर्ने हो त्यति प्रतिशत मात्रै बाँकी रहन्छ र बजेटमा चाहिँ 80-90% खर्च गर्न सकिन्छ। नभए चाहिँ यो जेठ र असारमा मात्रै खर्च गरेर बजेट चाहिँ खर्च हुँदैन। भनेको यो साउनदेखि नै सुरु गर्नु पर्यो, साउन भदौदेखि सुरु गर्नु पर्यो बजेट चाहिँ। अब यो अर्को चाहिँ जस्तो सरकारको प्राथमिकीकरण हेर्दाखेरि अहिले अलिकति पूर्वाधारतर्फ बढी देख्छौँ। तपाईँहरूले के देख्नुभयो? यसको प्राथमिकता कहीँ न कहीँ यसको डाइरेक्सन कतातिर देख्नुभएको छ? अब जे काम गर्दा पनि भोल्युममा काम गरौँ, एक ठाउँमा लगानी गरौँ, अथवा ठुलो एउटा चाहिँ कनिका छरे जस्तो चाहिँ बजेटलाई नछरौँ भन्ने खालको पनि देखिन्छ कति ठाउँमा। कतिपय त्यो राम्रो कुरा पनि हो। अब भनौँ न, अब नेपालको 1 वर्षको बजेट हाइड्रोमा राखिदिने भने एउटा चाहिँ हाइड्रोमा हामी सेट हुन्थ्यौँ, त्यो पनि छैन। अहिले 5 अब 1 अर्बको प्रोजेक्ट छ, 15 करोड छुट्याउँछ, 10 करोड छुट्याउँछ भनेको 1 अर्बको प्रोजेक्टमा 10 करोड छुट्यायो भने त्यो सम्पन्न गर्न 10 वर्ष लाग्ने भयो र 10 वर्ष पछाडि फेरि पहिला बनाएको संरचना ध्वस्त हुन्छ। त्यो त आय स्रोतको ग्यारेन्टी यहाँले भने जस्तै हामी ऋण खोज्नुपर्छ। अहिले पनि 6 खरब झन्डै 30 खरबको सेलिफ्रेट नेपालको ऋण छ। त्यसमा अझै 6 खरब बढ्यो भने त हाम्रो 36 खरब ऋण हुन्छ भन्ने एउटा तर्क पनि छ। तर पनि फेरि लगानी नगरिकन त्यसको उत्पादन आय आर्जन गर्ने ठाउँ पनि रहन। तर लगानी जसरी व्यवसायमा गरेपछि त्यसको मुनाफा खोज्छौँ, सरकारले लगानी गरेको क्षेत्रमा पनि सरकारलाई त्यस किसिमको मुनाफा दिनुपर्छ। जस्तो गौतम बुद्ध विमानस्थल त्यत्रो खर्च भइरहेको, झन् 33 अरबको सेलिफ्रेट खर्च भएको सुन्छौँ हामीले। BICC-मा झन्डै 1 अरब प्लस नै खर्च भएको छ। पोखरा विमानस्थल र अन्य ठाउँमा पनि सरकारले खर्च गरेको, तर त्यसको खर्च गरे अनुसार रिटर्न चाहिँ आउनु सकेको छैन। कतिपय ठाउँमा यो एकदमै यो जहाँ एउटा शीत भण्डारहरू खोल्ने सट्टा चाहिँ अरू त्यस्ता अलिकति अनप्रोडक्टिभ ठाउँमा पनि खर्च भएको भनेर हामीले सुन्छौँ। तर अहिले अलिकति प्रोडक्टिभ ठाउँमा छ भने एउटा दाबी पनि छ। कसरी जान सकिन्छ? कसरी अगाडि बढ्नुपर्छ? त सरकारलाई के छ सल्लाह? अथवा यस्तो भयो भने अझ राम्रो हुन्थ्यो र सरकारले यो कार्यान्वयन गर्न सक्थ्यो र यो द्रुत विकास पनि हुन्थ्यो, औद्योगिकरण पनि हुन्थ्यो, व्यवसायीकरण पनि हुन्थ्यो, आय आर्जन पनि हुन्थ्यो, सरकारलाई कर पनि हुन्थ्यो, व्यवसाय पनि खुसी हुन्थ्यो, जनता पनि खुसी हुन्थे भन्ने गराउनको लागि के गर्नुपर्छ? यो सरकारको व्यवस्थापनको कमजोरी हो। जस्तै निजी क्षेत्रले केबल कार एउटा चाहिँ प्रोजेक्ट लगायो भने त्यहाँ नाफा हुन्छ, होइन, आम्दानी हुन्छ। जस्तै चाहिँ भनौँ न मनोकामना केबल कारको आम्दानीका कुरा गर्नुहुन्छ भने अहिले कहाँ पुगिसकेको छ। अरू यस्तै थुप्रै प्रोजेक्टहरू छन् जुन निजी क्षेत्रले व्यवस्थापन गरेका कारणले थुप्रो आर्जन गर्छन्। जस्तै यो बुटबल मण्डपमा त्यत्रो संरचना बनायो, यो पहिला त कति खर्च गर्यो भने यसले चाहिँ आम्दानी थेक्न सक्छ। कम्तीमा ब्याज र केही किस्ता तिर्न सक्ने नभइकन हामीले व्यवसाय सञ्चालन गऱ्यौँ भने हामी व्यवसाय सकिने बाहेक अरू केही पनि होइन, घट्ने नै हो। त्यो त नेपाल सरकारको मात्रै होइन कि कतिपय स्थानीय सरकार, प्रदेश सरकारमा पनि डाँडामा लगेर भ्यू टावर राख्ने मजा चाहिँ भइरहेछ भनेर चाहिँ हामी सुन्छौँ नि त। डाँडो त आफैमा प्राकृतिक भ्यू टावर हो नि त। त्यसमा पनि फेरि पैसा खर्च गर्ने नाममा भ्यू टावर बनाएको अवस्था त हामी देखिरहेका छौँ। र कतिपय भ्यू टावरको प्रयोग कस्तो भइरहेछ, के भइरहेछ भने पूर्ववर्ती सरकारको पनि हामीले देखिरहेका छौँ। भन्दाखेरि नयाँ सरकारले त्यसमा हामीले त्यही ध्यान दिएका छैनौँ। बरु पूर्वाधारमै हामीले बाटोमा अन्य क्षेत्रमा हामीले चाहिँ ध्यान दिइरहेछौँ भन्ने सन्दर्भ दिन्छ। कतिको कन्फिडेन्ट चाहिँ अगाडि बढाउनुपर्छ अथवा कसरी जानुपर्छ अगाडि? हो, त्यो हजुरले भनेको सत्य के हो भने जस्तै यहाँ अब भनौँ न यही शङ्करनगरमा त्यत्रो टावर बनाएको छ, त्यत्रो बिल्डिङ बनाएको छ, त्यसको युज छैन, 100 रुपियाँ आम्दानी पनि छैन दिनको। अब बुटबलको कुरा गरिहाल्यौँ। यस्ता चाहिँ संरचनामा खर्च गर्न हुन्न भन्ने अहिलेको सरकार अलिकति सचेत चाहिँ त्यसमा देखिन्छ। अहिले त्यस्तो बजेटमा पनि कहीँ व्यवस्थापन गरेका छैन, बजेट कटौती नै गरेका छ। र तर पनि फेरि त्यो गर्दैमा सबै सुध्रिहाल्छ भन्ने त छैन। धेरै चुनौती कठिन छ। मलाई लाग्छ यो सरकारले यो 100 दिन भर्खर करस गरिरहेको छ, धेरै आलोचना त नगरौँ, यही ढङ्गले अगाडि बढ्न हुँदैन। निजी क्षेत्रसँग बसेर, निजी क्षेत्रसँग सल्लाह लिएर
आर्थिक कुरा र बाहिरको पैसा भित्राउने कुरा एफडिआईका कुरा र लगानी गर्ने वातावरण तयार सरकारले एकदमै घनीभूत रूपमा यहाँले एफडिआईको कुरा गरिहाल्नुभयो। अब नेपाल चाहिँ खास गरेर दुईटा एकदमै इमर्जिङ र अब विश्व अर्थतन्त्रलाई आफ्नो एकदमै प्रभाव पार्ने दुईटा ठुला अर्थतन्त्र, उत्तरमा चीन छ, चाइना छ र दक्षिणमा भारत छ। यसको बिचमा हामी छौँ, नेपाल छ। अब यो अरू अन्तर्राष्ट्रिय पर्छ त्यो एकदम ढङ्ग पुऱ्याएर काम गर्नुपर्ने हाम्रो चाहिँ भौगोलिक बनावट पनि एकदमै दुवै देशलाई ब्यालेन्समा राखेर काम गर् अथवा सरकार अथवा पार्टी नै यहाँको लागि थाई एउटा चाहिँ बन्न सक्छ भन्ने कुरा हो। जस्तै भारतका कुराहरू पनि चीनका कुरा पनि ब्यालेन्स मिलाएर गर्नु पर्यो। जस्तै चाहिँ अहिले दलाई लामाको कुरा आइरहेछ होइन, चीनलाई चाहिँ असन्तुष्टि बनाउने खालका कुनै पनि गतिविधि नेपालमा गर्न दिनु भएन। दलाई लामाको जन्म जयन्तीका कुराले पनि यहाँ चाहिँ ठुलो कन्ट्राडिक्ट आएको थियो। चीन अहिले भन्दाखेरि भारत र चीनको दुवैको मन जितेर काम गर्नु पर्यो, अगाडि बढ्नु पर्यो। चीनसँग भारत तर्सिने पनि कुरा गर्नु भएन, चीनसँग चीन तर्सने कुरा पनि गर्नु भएन। ब्यालेन्स मिलाएर अहिलेसम्म भनौँ न, मात्र होइन हामीलाई युरोपियन कन्ट्री, अमेरिकन कन्ट्रीहरू सबै एक हिसाबले मित्र राष्ट्रहरूको सबैको एउटा सहयोग पनि आवश्यक छ। त्यो एउटा चाहिँ डिप्लोमेट रोल खेल्नु पर्यो कि कसैको एकदमै गोटी बन्न भएन। नेपाल चाहिँ कसैको गोटी बन्न भएन। असंलग्न परराष्ट्र नीति भन्ने एउटा चाहिँ पुरानो एउटा चाहिँ हाम्रो छ, त्यसमा आधारित भएर कसैको गोटी नबनिकन नेपालको हितको लागि आत्मनिर्भर बनाउनको नेपालको स्वाधीनतामा टेकेर डिसिजन गर्नु पर्यो जस्तो लाग्छ मलाई चाहिँ। अब अन्त्यमा अब यो बजेट कार्यान्वयनको सन्दर्भमा अगाडि बढेको छ, मजदुर नीति पनि आएको छ, बैंक तथा वित्तीय संस्थाहरूमा पनि अलि मनज्ञ पैसा भएको छ, नेपाल सरकारको खातामा पनि पैसा छ। त्यसै गरी यहाँले भने जस्तै वैदेशिक मुद्रा पनि अहिले राम्रै खातामा ब्यालेन्स भएको छ। यसको रेमिट्यान्स पनि झन्डै 2 खरबको सेरोफेरो नेपालमा आइरहेको छ। यसको सही सदुपयोग गरेर सबैले इमान्दारपूर्वक, सबैले, एउटा आम उपभोक्ताले, तपाईँहरू जस्तो सङ्घ संस्थाले, सरकारले, स्थानीय सरकार, प्रदेश सरकार, सबैले, इभन विदेशी दात्री राष्ट्रहरू जो नेपालका शुभेच्छुक छन्, सहयोगी छन्, यी सबैले एउटा एकमत बनेर अगाडि गएर नेपालको अर्थतन्त्र अझै सुदृढीकरण, अझै बलियो बन्नको लागि सबैले सबैको क्षेत्रबाट चाहिँ के गर्नुपर्छ? अब हजुरले एउटा चाहिँ ब्याङ्कको कुरा पनि गर्नुभयो। अहिले 12 खर्बभन्दा बढी ब्याङ्कमा लगानी योग्य रकम छ, 12 खर्बभन्दा बढी छ। यो भनेको पनि एउटा खतराको घन्टी हो मेरो विचारमा। अब यसै गरी भोलि 15 खर्ब पुग्ला, 20 खर्ब पुग्ला, यता लगानी चाहिँ 5%मा पनि हुँदैन। अनि अब भनौँ न लगभग मुद्दती खाताको पैसाको अब 3% 4%मा झरिसकेको छ होइन। यो अवस्थामा अब कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरातिर त्यति ध्यान छैन जस्तो लाग्छ। यद्यपि गभर्नरले ब्याज घट्न नदिनको लागि र व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नलाई प्रयत्नशील देखिनुहुन्छ गभर्नर। अब त्यसमा राज्यको तर्फबाट चाहिँ अलिकति पहल भएन भने नेपालको अर्थतन्त्र चाहिँ दुर्घटनामा जाने खतरा पनि उत्तिकै छ, त्यति सजिलो छैन। तर एउटा अवसर पनि छ फेरि अहिले, ब्याङ्कसँग पैसा पनि छ, तरलता झन्डै 70-72% सिडी रेसियोमा छ होइन। अन्यत्र हामीले पनि भन्यौँ एफडिआईको कुराहरू, अरू रकमको कुराहरू, नेपाल सरकारको पैसा खातामा हुँदाखेरि यसको सदुपयोग गर्ने एउटा अवसर पनि छ। फेरि दुईटै कुरा हो, सदुपयोग गर्ने अवसर पनि छ। यस्तो अवस्थामा सबैभन्दा खतरनाक हुन्छ एउटा सोही ट्र्याक समात्यौँ भने हामी राम्रोतिर चाहिँ उन्मुख हुन्छौँ भने यो बेलामा सही डिसिजन गर्न सकेनौँ भने आन्तरिक अलिक बलियो हुनुपर्छ। बाह्य जुन हामीले सूचकहरू हेर्दाखेरि जुन किसिमको बलियो देखिन्छ, यसमा खास गरेर नेपालको आन्तरिक अर्थतन्त्रलाई अलिकति एक्टिभ गर्ने र अलिकति आशातीत र आत्मविश्वास बढाउनलाई काम गर्नुपर्नेछ। नेपालको आन्तरिक अर्थतन्त्रको कुरा गर्ने त रेमिटेन्स बाहेक कुनै पनि सूचक चाहिँ पोजिटिभ छैन हेर्नुहोस् होइन। चाहे लगानीको कुरा गरौँ, चाहे उद्योग व्यवसायको कुरा गरौँ, अब नेपालमा के छ भने अब विदेशीको ऋणको आश गरेर ल्याउने बजेटलाई अब तपाईँको भन्सारमुखी अर्थतन्त्र नेपालमा खास हुनुपर्ने आन्तरिक राजस्वमुखी अर्थतन्त्र हो। अहिले नेपालमा भन्सारमुखी अर्थतन्त्र छ। भन्सारमुखी अर्थतन्त्र यसै पनि खतरा हो। यसरी अब यति सजिलो छैन। तर एउटा दुईटै अहिलेको सरकारलाई एउटा चाहिँ राम्रो मार्गदर्शनमा लाने कि यसलाई चाहिँ बिस्तारै चाहिँ एउटा कसैको चाहिँ अतिनस्त जस्तो बनाउने भन्ने एउटा चाहिँ दोधारमा छ। यसलाई राम्रो ट्र्याक समातेर लाने सबैले सहयोग गरेर कसरी अगाडि बढ्नुपर्छ?
सबैको मन जित्नु पर्यो, लगानीको वातावरण बन्नु पर्यो, व्यवसायीलाई उत्साहित गराउनु पर्यो, अनि चाहिँ विदेशी लगानी भित्राउनको लागि त्यही खालको कानुन बनाइदिनु पर्यो। पढेर मात्रै भएन नि। अस्ति भनौँ न नीति तथा कार्यक्रममा धेरै कुराहरू आछ, कार्यान्वयनको दिशामा कुनै टुङ्गो छैन, यो गरेर भएन। विश्वास सरकारमा विश्वास जबसम्म हुँदैन तबसम्म लगानीको वातावरण बन्दैन। हस्, यहाँको महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। स्टुडियोसम्म आएर आफ्ना महत्त्वपूर्ण विचारहरू यहाँले प्रदान गर्नुभयो, यहाँलाई हार्दिक आभार व्यक्त गर्छु। म पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु, अर्जुनजी ग्यावालेजी लगायत हाम्रो प्राविधिक मित्र र सिङ्गो यो बुटोल एफएममा जुन यहाँहरूले जुन आफ्ना कुराहरू राख्ने अवसर दिनुभएको छ, यसको लागि सिङ्गो यो बुटोल एफएम परिवारलाई म हार्दिक धन्यवाद आभार व्यक्त गर्दछु। हस्, नमस्कार। हजुर श्रोताबिन, उहाँ हुन्थ्यो नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय अध्यक्ष खिम नारायण पराजुली। उहाँसँग हामीले खास गरेर नेपालको वित्तीय नीति बजेट 2083-84 र मौद्रिक नीति 2083-84 को सन्दर्भ, नेपालको समसामयिक अर्थतन्त्र, सरकारका क्रियाकलापहरू र सरकारका काम कारबाहीहरूले नेपाली अर्थतन्त्रलाई कुन दिशातर्फ धकेलिरहेको छ, निजी क्षेत्रले नेपाली अर्थतन्त्रलाई कुन दिशातर्फ गइरहेको देखेको छ भन्ने सन्दर्भमा रहेर कुराकानी गर्यौँ। यो कार्यक्रम बुटोल एफएम 94.4 मेगाहर्ज काठमाडौँमा, नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 79.1 मेगाहर्ज, जस्तै रेडियो सुनवल, रेडियो परासी, रेडियो सैना मैना, रेडियो आवाज, रेडियो दुर्कोट, रेडियो बुद्ध आवाज, दौतरी एफएम, रेडियो बागेश्वरी, रेडियो दाउन्ने, माण्डवी एफएम, रेडियो तुलसीपुर, रेडियो मालरानी, रेडियो हाइवे लगायत देशभरका विभिन्न एफएम रेडियो स्टेसनहरू, ती रेडियोहरूका इन्टरनेट माध्यम, फेसबुक पेज र अर्थ संवादको युट्युब, हाम्रो पात्र एप्सबाट सुनिरहनु भएको थियो। प्राविधिक मित्र सुदीप गौतमप्रति आभार व्यक्त गरेर अर्थ संवादको सम्पूर्ण युनिट सहितमा कार्यक्रम संयोजक एवं प्रस्तोता अर्जुन गेवाली पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।